गाइज आज हामी चाहिँ क्लास 11 केमिस्ट्रीको एउटा धेरै इम्पोर्टेन्ट टपिक पढ्न गइरहेछौँ। टपिक भन्नाले हाइजेनबर्ग अनसर्टेनिटी प्रिन्सिपल है, हाइजेनबर्ग अनसर्टेनिटी प्रिन्सिपल। त हाइजेनबर्ग अनसर्टेनिटी प्रिन्सिपलले के भनेको चाहिँ यो बुझ्नु अघि हामीहरूलाई केही कुरा इलेक्ट्रोन्सको बारेमा बुझ्नुपर्छ, इलेक्ट्रोन्सको बारेमा। र हामी सबलाई थाहा छ कि इलेक्ट्रोन्स के हो भनेपछि इलेक्ट्रोन्स एउटा सब एटोमिक पार्टिकल अफ एन एटम हो द्याट इज नेगेटिभली चार्ज है। इलेक्ट्रोन्स के छ नेगेटिभली चार्ज एन्ड द्याट इज अ सब एटोमिक पार्टिकल अफ एन एटम। ओके, यो यति कुरा त हामीहरूले सबले बुझिन्छ। अब यो अहिले छ र अनि यो पोइन्ट पहिला हेर। द इलेक्ट्रोन इज मुभिङ इन एन अर्बिट अफ एन एटम विथ अ भेलोसिटी अफ 10⁸ मिटर पर सेकेन्ड। कति भेलोसिटीले अर्बिटमा मुभ गरिरहेछ त इलेक्ट्रोन? 10⁸ मिटर पर सेकेन्ड। अब यो अर्बिट कसलाई हामी भन्ने, अर्बिट बुझ्नाले हामीहरू भन्न सक्छौँ कि यहाँ हेर्नुहोस्, अर्बिट भन्नाले हामी बुझ्छौँ कि द सर्कुलर पार्ट्स अफ फिक्स्ड एनर्जी, द सर्कुलर पार्ट्स अफ फिक्स्ड एनर्जी अराउन्ड द न्युक्लियस के अराउन्ड द न्युक्लियस इन एन एटम आर कल्ड अर्बिट्स, जुन कि हामीहरू एनले डिनोट गर्छौँ। त के भन्न खोजेको छ, द सर्कुलर पार्ट्स अफ फिक्स्ड एनर्जी एनर्जीले बनेको हुन्छ। यो कुनै रियल छैन, इमेजिनरी छ, बरु एनर्जीले बनेको छ। तर हामीहरू हेर्न सक्दैन, त्यो एनर्जीले बनेको छ है। एनर्जीले बनेको छ। यहाँ हेर्नु, हामीलाई एटोमिक मोडल थाहा छ कि यो रहन्छ जुन न्युक्लियस, यसमा प्रोटोन पोजिटिभली चार्ज र न्युट्रोन न्युट्रल चार्ज रहन्छ, जसले गर्दा हाम्रो न्युक्लियस रहन्छ पोजिटिभ चार्ज, ठिक छ। एन्ड यो एउटा जुन सर्कल बनेको छ नि, जसमा इलेक्ट्रोन्स ईको पावर माइनस छ, त्यो इलेक्ट्रोन्स है। यो 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 यहाँ दुईवटा अर्बिट हेराएको छु। फर्स्ट अर्बिटमा म्याक्सिमम क्यापेसिटी रहन्छ एकर्डिङ टु 2n² रुलले। फर्स्ट अर्बिटमा म्याक्सिमम क्यापेसिटी अफ इलेक्ट्रोन्सको रहन्छ, कति भइहाल्छ त 2n²। यहाँ अर्बिट नम्बर n बराबर 1 छ, त यसमा हाल्दा हामीहरूलाई 2 मिल्छ, त दुईवटा इलेक्ट्रोन्स मात्र आएको छ। देन हामीहरू सेकेन्ड अर्बिटमा गएछौँ। यहाँ 2n² हामीहरू हेर्दा सेकेन्ड अर्बिटमा चाहिँ 8वटा इलेक्ट्रोन्सहरू छ है, 8वटा। त यहाँ मैले दुईवटा मात्र हालेछु सम्झाउनको लागि। त यहाँ हेर्नु त, यो इलेक्ट्रोन्स भइहाल्यो, यो न्युक्लियस भइहाल्यो प्रोटोन र न्युट्रोनसँगै। एन्ड यो जुन छ सर्कुलर पार्ट है, सर्कुलर पार्ट हेटा, सर्कुलर पार्ट यो दुईवटा सर्कुलर पार्ट न्युक्लियसको छाडेर है, न्युक्लियसको छाडेर जसमा इलेक्ट्रोन्स रिभल्भ भइरहेछ। इलेक्ट्रोन्स के भइरहेछ त रिभल्भ भइरहेछ। यो नै छ अर्बिट। र यो केले बनेको हुन्छ त हाम्रो एनर्जीले बनेको हुन्छ। एनर्जीले बनेको हुन्छ, एनर्जीले बनेको हुन्छ। द्याट्स नट अ रियल है। यो हामीहरूलाई बुझेर हाल्नुपर्छ कि यो रियल छैन, एनर्जीले बनेको हुन्छ। यति हामीहरूले थाहा पाइहाल्यो। अब यो पोइन्ट हेर है, यो पोइन्ट हेर। यो पोइन्टमा अलि ध्यान दिनुपर्छ, अलि कन्फ्युजन लाग्न सक्छ। द इलेक्ट्रोन्स एज पार्टिकल एज वेल एज वेभ नेचर, एज वेल एज कुन नेचर, वेभ नेचर भन्नाले हामीहरू के बुझिन्छ कि इलेक्ट्रोन्स छ, इलेक्ट्रोन्स एउटा कुरा छ, ठिक छ, पार्टिकल छ, द्याट्स अ पार्टिकल, सब एटोमिक पार्टिकल, बट हेभ बोथ वेभ नेचर एन्ड पार्टिकल नेचर एट अ टाइम। भन्न सक्छ हामी एट अ टाइम वेभ नेचर पनि छ, एट अ टाइम पार्टिकल नेचर पनि सो गर्छ। अब वेभ हामीहरूलाई थाहा छ नि, कुनै कुराको त्योतर्फ फैलिने कुराले हामीहरू वेभ नेचर भन्न सकिन्छ। र एउटा फिक्स पार्टमा जाने वा फिक्स वेमा जाने कुरा नेचरलाई हामीहरू पार्टिकल नेचर भन्न सकिन्छ। त्यो त हामीहरूलाई थाहा छ। त्यही इलेक्ट्रोन्ससँग छ पार्टिकल नेचर एज वेल एज वेभ नेचर। अब यहाँ यसको लागि यो इक्जाम्पल हेर्नुहोस्, यहाँ फिगर हेर्नुहोस् त। यो एउटा कुरा सम्झिहाल्नु जसले इलेक्ट्रोन्स फायर भइरहेछ, कुनै कुरा सम्झ्छ है, के जसले इलेक्ट्रोन्स हामीहरू फायर गर्न सक्ने रहेछ। अनि यो जुन छ एउटा वल छ, सिट छ, यो पनि अर्को वल छ। अब यो वलमा एउटा सेपको मैले सम्झाउनको लागि एउटा सेपको मात्र एउटा होल गरेछु, ठिक छ। अब यसबाट हामीहरू यो सम्झ्नु कि योहरू जुन गइरहेछ नि डट डट इलेक्ट्रोन्सलाई फायर गरेछु, इलेक्ट्रोन्सलाई स्क्याटर गरेछु, फ्यालेछु, ठिक छ, बम्बार्ड भइरहेछ यसमा। अब पार्टिकल यो फिगर हेर्नु, हामीहरू यसलाई अब्जर्भ गरिरहेछौँ मात्र, यसलाई, ठिक छ, यसलाई होइन, यो तललाई छाड्दिनु। अहिले यसलाई हामीहरू के गरिरहेछ त अब्जर्भ गरिरहेछौँ है। अब्जर्भ गरिरहेछौँ भने इलेक्ट्रोन्सहरू स्क्याटर भइरहेछ, यहाँबाट फायर भइरहेछ, बम्बार्ड भइरहेछ। एज पार्टिकल नेचर यो फिक्स्ड वेमा गइरहेछ है, एज पार्टिकल नेचर फिक्स्ड वेमा गइरहेछ। यहीबाट सबै इलेक्ट्रोन्स यही पार्टबाट गयो, यही होलबाट गयो। अब यही होलबाट गएर यता हामीहरू गयो है। यहाँ हेर्नु त, सेम उस्तै सेप बनेछ। अब मैले ड्रइङ गर्न बिगारेको छु, यहाँ सेम उस्तै सेप बनेछ है, सेम उस्तै सेप बनेछ। यो हामीहरूलाई के सो गर्छ, पार्टिकल नेचर, पार्टिकल नेचर।
कुन बेला त हामीहरू जुन बेला अब्जर्भ गर्छौँ, जुन बेला हामीहरू अब्जर्भ गर्छौँ त्यो बेला मात्र फेरि पार्टिकल नेचर है, वेभ नेचर होइन। जुन बेला हामीहरू अब्जर्भ गरिरहेछौँ त्यो बेला पार्टिकल नेचर। अब हामीहरू अब्जर्भ गरिरहेको छैनौँ, हामीहरू आफ्नो आँखा हटाइहाल्यो है। मतलब के छ अब हेर्नु त, सेम अहिले हामीहरू अब्जर्भ गरिरहेको छैनौँ, मतलब सेम छ यहाँ। सेम छ के, एउटा कुरा छ, एउटा कुनै मिडियम छ जसबाट इलेक्ट्रोन्स गइरहेछ। अब वेभ नेचरको के हेबिट हुन्छ, चारैतर्फ फैलिने। यहाँ हेर्नु सक्नुहुन्छ चारैतर्फ फैलिरहेछ, चारैतर्फ यो लाइनिङहरू फैलिरहेछ एन्ड सेम त्यही पार्ट छ, त्यही होल छ है, त्यहीबाट गइरहेछ। सबै गएन, फेरि सबै गएन, वेभ छ त चारैपट्टि फैलियो, अझै उता गयो अनि कुनै रेयरली योबाट छिर्न सके। अब योबाट छिरेर त अर्को टाइप गयो, यताबाट छिरेपछि निस्केपछि फेरि वेभ जस्तै बिहेभ गर्न थाले। एन्ड हेर्न सक्नुहुन्छ वालमा चाहिँ, हेर्न सक्नुहुन्छ कि यहाँ वालमा के छ, अननोन प्याटर्न बनाएर छ वेभ। हेर्नु यहाँबाट आए, निस्के, यहाँ वेभ जस्तै फैलिन थाले, कुनै स्पेसिफिक इलेक्ट्रोन्सहरू यो होलबाट छिरे। एन्ड अर्कोपट्टि यहाँ के भयो, फेरि वेभ जस्तै छिर्न थाले है, वेभ जस्तै फैलिन थाले, चारै दिशामा वेभ जस्तो फैलिन थाले। वेभको नेचर त्यही हुन्छ नि। अब यहाँ अननोन सेप बनाएछ, कुनै सेप, वेभको काम के हुन्छ, चारैकटन फैलिएको हुन्छ त अननोन सेप बनाएछ। यो कुन भइहाल्यो, वेभ नेचर। वेभ नेचर छ है, वेभ नेचर सो गर्छ। कुन बेला वेभ नेचर सो गरे, जुन बेला हामीहरू अब्जर्भ गरे, होइन अब्जर्भ गरेन हामीहरू, अब्जर्भ गरेन। जुन बेला हामीहरू अब्जर्भ गरे, जुन बेला हामीहरू यो इभेन्टलाई अब्जर्भ गर्छौँ त्यो बेला हामीलाई मात्र पार्टिकल नेचर सो हुन्छ, पार्टिकल प्रोपर्टी सो हुन्छ, इलेक्ट्रोन्सको मात्र पार्टिकल प्रोपर्टी। एन्ड जुन बेला हामीहरू अब्जर्भ गर्दैनौँ त्यो बेला हामीहरूलाई वेभ प्रोपर्टी सो हुन्छ। यहाँ फिगर छ, सोइङ वेभ एन्ड पार्टिकल नेचर अफ इलेक्ट्रोन्स बाई सिट एक्सपेरिमेन्ट। यो अफिसियल एक्सपेरिमेन्ट छ है, मैले आफैले बनाएको होइन, अफिसियल एक्सपेरिमेन्ट छ एउटा। अनि यसको बारेमा हामीहरू डिटेलमा पढ्छौँ भने हामीहरूलाई पढ्नुपर्छ क्वान्टम मेकानिक्स। अब यो एउटा क्वेसन छ है हजुरहरूलाई, क्वान्टम भनेर के बुझ्नुहुन्छ हजुरहरू? क्वान्टमको डेफिनेसन लेख्नु होला कमेन्टमा। क्वान्टम मेकानिक्स बिएससीमा पढाइ हुन्छ, एन्ड बिएससीको फर्स्ट इयरमै छ, यसको बारेमा धेरै एक्सप्लेनेसन छ बिएससीको फर्स्ट इयरमा, ठिक छ। अब हामीहरू हाइजेनबर्ग अनसर्टेनिटी प्रिन्सिपलको स्टेटमेन्टबाट लागौ। हेर्नुहोस् यहाँ के लेखेछ, हाइजेनबर्ग अनसर्टेनिटी प्रिन्सिपल स्टेट्स द्याट इट इज नट पोसिबल टु डिटरमाइन द पोजिसन एन्ड भेलोसिटी अफ इलेक्ट्रोन्स साइमल्टेनियसली, भनेपछि एट द सेम टाइम। के यहाँ क्लियर हेराएछ, इट इज नट पोसिबल, पोसिबलै छैन, कुनै तरिकाले पोसिबल छैन, इम्पोसिबल छ कि इलेक्ट्रोनको पोजिसन र भेलोसिटी सेम टाइममा हामीहरू एक्ज्याक्ट पत्ता लगाउन सक्छौँ। सेम टाइममा पत्ता लगाउनै सक्दैनौँ भनेपछि यहाँ फेरि हेर्नुहोस्, द मोर एक्युरेटली द पोजिसन अफ द इलेक्ट्रोन इज नोन, द लेस एक्युरेटली इट्स भेलोसिटी क्यान बी नोन एन्ड भाइस वर्सा। के लेखेछ यहाँ, जति हामीहरू सटिक, जति हामीहरू एक्युरेट पोजिसन निकाल्छौँ, इलेक्ट्रोन्सको पोजिसन थाहा पाउँछौँ कि कहाँ छ, एक्ज्याक्ट कहाँ छ, पोजिसन कहाँ छ इलेक्ट्रोन्सको, त्यति हामीहरूले त्यसको भेलोसिटी थाहा पाउँछौँ, गलत पाउँछौँ है, त्यति त्यसको भेलोसिटी मोमेन्टमहरू लेस एक्युरेटली पाउँछ। लेस एक्युरेटली भनेको कम सटिक, ठिक छ। जस्तै यहाँ हेर्नु त, जस्तै मैले यहाँ सो गरेछु है, ठिक छ। यहाँ पोजिसन छ, यता पोजिसन एउटा इलेक्ट्रोनको फिक्स पोजिसन लिनु, मैले मात्र सम्झाउनका लागि, हामीहरू थाहा गर्न सक्दैन यो 10⁸ मिटर पर सेकेन्डको स्पिडले नाच्छ। अब यो पनि कसरी डिटरमाइन लाग्यो हामी पछि पढ्छौँ ल। जति हामीहरू यसको पोजिसन थाहा पाउँछ त्यसको भेलोसिटी हामीहरूले त्यति गलत निस्किन्छ, अनि जति एक्युरेट हामीहरू भेलोसिटी पाउन चाहन्छौँ त्यसको पोजिसन त्यति गलत निस्किन्छ। जस्तै भेलोसिटी एक्युरेट यो छ त एक्युरेटली भेलोसिटी हामीहरू यो पाइहाल्यो कुनै मेजरमेन्टले, तर त्यसको पोजिसन हामीहरूले एक्ज्याक्ट थाहा पाउनै सक्दैनौँ। कुनै प्रोसेसले हामी यसको एक्ज्याक्ट पोजिसन एन्ड भेलोसिटी एट द सेम टाइम एक्युरेट पाउन सक्दैनौँ है। यही भनेछ हाइजेनबर्ग अनसर्टेनिटी प्रिन्सिपल। एउटा हामीहरू अलि सानो एक्सप्लेनेसन हेरौँ ल। एकर्डिङ टु हाइजेनबर्ग, भेरी टाइनी है, सरी माई स्पेलिङ मिस्टेक, भेरी टाइनी पार्टिकल लाइक इलेक्ट्रोन्स बिहेभ डिफरेन्टली फ्रम बिग अब्जेक्ट्स when we try to measure the exact position of an electron, its speed becomes uncertain, and as same, if we try to measure its exact speeds, its position becomes uncertain। के भनिन्छ, हाइजेनबर्गको अनुसारले
भेरी टाइनी पार्टिकल्स, एकदमै सानो क्वान्टम पार्टिकल्स। क्वान्टम वर्ल्ड भन्नाले के बुझिन्छ, क्वान्टम पार्टिकल्स जुन हुन्छ नि, क्वान्टम पार्टिकल्स, ठिक छ। क्वान्टम पार्टिकल्स देन के फ्रम क्यान बिग अब्जेक्ट्स। क्वान्टम पार्टिकल्स भनेपछि भेरी टाइनी पार्टिकल्स लाइक इलेक्ट्रोन्स बिहेभ डिफ्रेन्टली फ्रम बिग अब्जेक्ट्स। ठुलो अब्जेक्ट्स जुन हुन्छ नि, ठुलो अब्जेक्ट्स जस्तै पेन नै मान्नु न, ठुलो अब्जेक्ट छ। कुनै कुरा मान्नु न, कुनै कुरा एउटा ट्याब्लेट नै, सिड्स नै मान्नु न, कुनै कुरा ठुलो हुन्छ। क्वान्टम भन्नाले धेरै सानो है। सानो भनेको यो सिड्स ग्रेन्स पनि होइन, धेरै सानो, एकदमै सानो क्वान्टम, जुन हाम्रो नाङ्गो आँखाले माइक्रोस्कोपले पनि नहेरिने गरी क्वान्टम पार्टिकल्स भन्न सकिन्छ। त्यो पार्टिकल्स डिफ्रेन्टै बिहेभ गर्छ। अघि हामीहरूले भन्यो वेभ नेचर पनि हुन्छ र पार्टिकल नेचर पनि हुन्छ। पार्टिकल एन्ड यहीले गर्दा यसले डुअल नेचर पनि भनिन्छ। डुअल नेचर पार्टिकल पनि भन्ने गरिन्छ कुनै बेला। अब यही आधारमा वेन वी ट्राई टु मेजर द एक्ज्याक्ट पोजिसन भनेपछि जब हामी एक्ज्याक्ट पोजिसन यसको ट्राई गर्छौँ नाप्ने, त्यति नै यसको स्पिड जुन हुन्छ, त्यही टाइममा स्पिड जुन हुन्छ अनसर्टेन भइहाल्छ। हामीहरूले थाहै पाउँदैन के छ, थाहै पाउँदैन हामीहरूले के छ। एन्ड सेम इफ वी ट्राई टु मेजर इट्स एक्ज्याक्ट स्पिड, इट पोजिसन बिकम्स अनसर्टेन। त्यही छ, सेम त्यही कुरा छ यहाँ। जति हामीहरू यसको स्पिड भन्न चाहन्छौँ, थाहा पाउन चाहन्छौँ एक्ज्याक्ट स्पिड, त्यति पोजिसन बिकम्स अनसर्टेन भनेको पोजिसन त्यति नै गलत थाहा पाउँछ हामीहरू। यहीबाट आएछ हाइजेनबर्ग अनसर्टेनिटी प्रिन्सिपल। कुन प्रिन्सिपल त? हाइजेनबर्ग अनसर्टेनिटी प्रिन्सिपल। यहाँ छ स्टेटमेन्ट र यहाँ पनि छ स्टेटमेन्ट। दुवैमा कुनै स्टेटमेन्ट भन्दा चल्छ, यो स्टेटमेन्ट पनि भन्दा चल्छ, कुनै रङ हुँदैन। यसबाट नै हामीहरूलाई धेरै एमसिक्यूहरू सोध्न सकिन्छ कि यहाँ यो सोध्न सकिन्छ कि हामीहरू यसको पोजिसन थाहा भयो त यसको भेलोसिटी एक्ज्याक्ट आउँछ, कम आउँछ कि बढी आउँछ कि राम्रोसँग एक्ज्याक्ट आउँदैन। योहरू अप्सनहरू हालेर धेरै सोध्न सक्छ। यही हाइजेनबर्ग अनसर्टेनिटी प्रिन्सिपललाई यो म्याथमेटिकली यो लेख्न सकिन्छ है, डेल्टा पी इन्टु डेल्टा एक्स ग्रेटर इक्वल टु एच। अब यो के छ? डेल्टा एक्स अनसर्टेनिटी इन पोजिसन, डेल्टा पी अनसर्टेनिटी इन मोमेन्टम, एच इक्वल टु प्ल्याङ्क्स कन्स्ट्यान्ट, ठिक छ। अनसर्टेनिटी इन पोजिसन अघिदेखि नै भनिरहेछु, अनसर्टेनिटी इन पोजिसन के हो भन्नाले गलत पोजिसन। डेल्टा पी भन्नाले अनसर्टेनिटी इन मोमेन्टम। मोमेन्टमको फर्मुला के हुन्छ? एच इक्वल टु एम बाई भी, यही हुन्छ नि, सरी एमभी। के हुन्छ मोमेन्टमको? कोही भन्न सक्छ? पी इक्वल टु एमभी हुन्छ। यो माई मिस्टेक है, सरी, मैले प्ल्याङ्क्स कन्स्ट्यान्टको तर्फ लागिसकेँ। एच इक्वल टु प्ल्याङ्क्स कन्स्ट्यान्ट। ल यति थियो हाम्रो आजको हाइजेनबर्ग अनसर्टेनिटी प्रिन्सिपलको बारेमा एक्सप्लेनेसन। अब हामीहरू अर्को टपिकतर्फ लागौँ जुन कि छ